परमेश्वरलाई विशेष धन्यवाद दिन चाहन्छु र परमेश्वरको पवित्र जनहरूमा मेरो स्वागत अनि अभिवादन तथा जयमसी भन्न चाहन्छु। म तपाईँहरूको बिचमा आज परमेश्वरको जीवित वचन लिएर आएको छु। परमेश्वरको वचन छ आज तयार हो। अनि तपाईँ र म आज ख्रिस्टलाई विश्वास गरेका छौँ। तपाईँ र मैले प्रभु येशूलाई प्रभु र मुक्तिदाता उद्धारकर्ताको रूपमा ग्रहण गरेका छौँ, स्वीकार गरेका छौँ। हाम्रो पापलाई हामीले स्वीकार गरेका छौँ, हामीले क्षमा पाएका छौँ। र आज परमेश्वरले हामीलाई यतिमा मात्र सीमित होइन, तर हामी यस संसारमा भएको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई आत्मिक रूपले पनि बलियो बन्नको निमित्त, जागा बस्नको निमित्त, हाम्रो परमेश्वरसँग चाहिँ समय बिताउने कुरा, परमेश्वरसँग कुराकानी गर्ने कुरा, अनि परमेश्वरसँग प्रार्थना गर्ने कुरा, विश्वासमा खडा हुने कुरा, परमेश्वरको वचनको आज्ञा पालन गर्ने कुरामा पनि हामी एकदम तयारी अवस्थामा हुनुपर्नेछ। हालेलुया। परमेश्वरको वचन मत्तीको पुस्तक 24 अध्यायको 42 पदमा परमेश्वरले तपाईँ र मलाई जागा हुने भन्नुभएको छ। यदि हामी यो गरिरहेका छैनौँ, हामी प्रार्थनाको जीवन जिइरहेका छैनौँ, हामी चाहिँ सङ्गतिमा चाहिँ पछ्याइरहेका छैनौँ, सङ्गतिमा छैनौँ, हाम्रो घरमा घरेलु सङ्गति भइरहेको छैन, हामी चाहिँ परमेश्वरको आवाज सुन्ने बानी बसालिरहेका छैनौँ भने हामी तपाईँ र म चाहिँ यस समयमा हामी जागा छैनौँ, हामी शरीरमा छौँ, हामी संसारमा छौँ, संसारकै कुरातिर हामी दौडिरहेका हुन सक्छौँ। प्रियहरू, म तपाईँहरूलाई उत्साह गर्न चाहन्छु। आज परमेश्वरले तपाईँ र मलाई जागा रहने भन्नुभएको छ, तयार हुने भन्नुभएको छ। मत्ती 24को 42 पदमा उहाँले चाहिँ तयार हुने, 44 पदमा तयार हुने भन्नुभएको छ। तयार हुनको निम्ति तपाईँ र म परमेश्वरसँग समय बिताउनु पर्ने हुन्छ, परमेश्वरको इच्छालाई बुझ्नुपर्ने हुन्छ, परमेश्वरसँग हिँड्ने बानी बसाल्नु पर्ने हुनुपर्छ। हालेलुया। अनि परमेश्वरले तपाईँ र मलाई भन्दै हुनुहुन्छ, मत्ती 24 पदमा भन्नुभएको छ। अनि त्यहाँनिर चाहिँ झुटा ख्रिस्ट र झुटा अगमवक्ताहरूले तिमीहरूलाई बहकाउनेछन्, भरमाउनेछन् भन्नुभएको छ है। त्यो चाहिँ बुझ्नको निम्ति, त्यो कुराबाट होसियार हुनको निम्ति प्रियहरू, तपाईँ र मैले आज परमेश्वरको वचन पढ्नुपर्छ, परमेश्वरसँग घुँडा टेकेर प्रार्थनाको जीवन जिउनु पर्ने हुनेछ। उहाँको अभिषेकद्वारा हामी भरिनुपर्छ, उहाँको आत्माद्वारा हामी भरिनुपर्छ, उहाँको अगुवाईद्वारा हामी जिउने कोसिस हामी गऱ्यौँ भने हामी त्यो कुरालाई चाहिँ सहज रूपले थाहा पाउन सक्छौँ। हामी तयारी अवस्थामा हुन सक्छौँ, हामी चाहिँ अनि एउटा चाहिँ जागा अवस्थामा हुन सक्छौँ। ख्रिस्टको आगमनमा तपाईँ र म ख्रिस्टसँग चाहिँ सँगै महिमाको संसारमा, त्यो अनन्त स्वर्गको राज्यमा जान सक्छौँ। प्रियहरू, म तपाईँलाई फेरि पनि उत्साह गर्न चाहन्छु। यदि तपाईँ र म त्यस्तो गरिरहेका छौँ भने हामी त्यो गर्न तयार हौँ। हामी पश्चाताप गरौँ, हामी परमेश्वरमा घुँडा टेकौँ, परमेश्वरलाई भनौँ, प्रभु मलाई तयार गर्नुहोस्, प्रभु मेरो हृदयलाई, मेरो आत्मालाई तयार गर्नुहोस्, जागा बनाउनुहोस्। म तपाईँसँग समय बिताउन चाहन्छु, म तपाईँसँग घुँडा टेक्न चाहन्छु, म तपाईँको आवाजलाई सुन्न